बात भयो त रमाइलो छ हजुरलाई कतिको रमाइलो भयो सिप्लिनु भयो त हजुर त है बहिनी फर्स्ट टाइम अमेरिका आउँदा कस्तो भइरह अनि यहाँ हुनुहुन्छ हाम्रो चटपटे बहिनी कानमै छिरेर हान्नुभयो उहाँले चाहिँ पुरै अनि हाम्रो क्यामेरा पर्सन हुनुहुन्छ क्यामेरा पर्सन एक अर्कालाई हामीले खिचिरहेको छौँ आजको दिनमा के छ निकालिदिए भन्ने लागेको होला तपाईलाई तर पुरै डुबिरहेको फोटो है यस्तो रमाइलो भइरहेछ पुरै यस्तो छ है गाइजहरू हामी आज रकी माउन्टेन नेसनल पार्क एकछिन स्टेबलै बस्ने हो स्टेबल राजा आएपछि राजालाई राजा नभने कसलाई राजा ल ल ल ल लास्टै रमाइलो भइरहेछ आज हामी रकी माउन्टेन नेसनल पार्कमा पुरै भन्दै आक्रमण गर्न आइरहेछ नि पुरै जनता यस्तो चिसो छ राम्रो मान्छे देख्ने नहुने क्यामेराहरूले खिच्न ट्राई गर्ने बिस्तारै बिस्तारै लड्नु होला नि रेडी क्याच के हो त छपरी छपरी के भयो रे जे पाटे हो यो कुरा नि यहाँ पनि फोटो सेसन चलिरहेछ पृथ्वीनारायण शाहकै जस्तो पोज आउन है कतिको रमाइलो भएको छ ल है ल है एकीकरण गर्नु पर्यो है देशलाई ल है त रेडी हात त्यस्तो गर्नु पर्दैन छोड रकी माउन्टेनको एकदम चिसो भयो मजा नि अब रेस्टुरेन्ट छिर्नु पर्ला जस्तो छ एकदम धेरै चिसो चिप्लिन त नचिप्लेन नि यो बाटो त राम्रो छ ओहो हिमाल हाँसेको गीत गाइदिउँ न त्यो हिमाल हाँसेको ठेने बितिकै हिमाल देख्न पायो
सधैँ नेपाल लेख्न पायोस् नेपाल लेख्न पायोस् रमाइलो छ कोलराडो इट्स लाइक माई मदरल्यान्ड टाइम निकालेर चाहिँ नि यसो घुम्नलाई निक्लिनु कोलोराडोको चाहिँ यो रकी माउन्टेन नेसनल पार्क भनेको चाहिँ अलि घुम्नै पर्ने ठाउँ रहेछ कि एकचोटि आउनै पर्ने ठाउँ हो नआएदेखि हजुरहरूले हाम्रो एकदम सरोज देवकोटा सोमा गएर हेर्न सक्नुहुन्छ होइन अहिले हाम्रो यो चाहिँ हामी डेली भाइब्समा हाम्रो यो अर्को च्यानल छ यस डेली भाइब्समा चाहिँ यो आउँदैछ यो आज इट्स गन बी रिलिज टुनाइट डेली भाइब्स च्यानल चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला यस्तै यस्तै रमाइलो ठिक्कै हेर्नु मन छ भने नि अलि हामी विन्टर भएर यहाँ अझ त्यो माथि हामी समरमा त टुप्पैमा सम्म पुग्न पाइन्छ अहिले चाहिँ रोड क्लोज भएको कारणले चाहिँ हामी माथि यो रकी माउन्टेनको टपमा एउटा पोइन्ट छ त्यसलाई चाहिँ हामीले ट्रायल रिज रोड पनि भन्छौँ अनि माथि हाम्रो भिजिटर सेन्टर छ त्यहाँबाट चाहिँ तपाईँको लगभग कोलोराडोको रकी माउन्टेनको सबभन्दा हाइएस्ट पिक पोइन्ट हो जस्तो लाग्छ मलाई तर हो नै भन्छु किनकि त्यतिको रोड एक्सेस भएको ठाउँ चाहिँ त्यही नै छ सबभन्दा हाइएस्ट पिक पोइन्टमा अनि एकदमै राम्रो छ त्यहाँ गइसकेपछि तपाईँलाई एकदमै नेक्स्ट लेभल भाइब्स आउँछ लेफ्ट लाग्छ कि राइट लाग्छ लेफ्ट हामी लेफ्ट लाग्छौँ अब हाम्रो यहाँनिर चाहिँ तपाईँको एउटा पोइन्ट छ जहाँ चाहिँ हामीले स्केटिङहरू गर्ने सानो सेन्टर छ त्यहाँनिर चाहिँ लिइहाल्नु ए ऊ त्यो त यो यसको चाहिँ हाम्रो त्यो टपबाट चाहिँ तपाईँको स्केटिङ गर्ने छ स्की गर्ने छ पोइन्ट छ हामी त्यो अब प्रोफेसनल स्केटर होइनौँ स्की गर्ने मान्छे होइन त्यही भएर हाम्रो बेसमा चाहिँ एउटा सानो खाले यसो स्लाइड जस्तो गर्ने पोइन्ट छ त्यसमा हामी गर्नेछौँ आजको हाम्रो यो कोलोराडोमा यसपालि यो टाइममा जुन लेभलको स्नो पर्नुपर्ने थियो त्यो लेभलको स्नो चाहिँ हामीले नपाएको हुनाले यतिमै चित्त बुझाउनु परिरहेछ यसको 2 times 3 times बढी स्नो हुन्थ्यो यो टाइममा कोलोराडोमा सायद ग्लोबल वार्मिङको कारणले अनि अलिक कम भएको छ अहिलेको अब करेन्ट रिपोर्ट अनुसार रिसर्च अनुसारले चाहिँ तपाईँको कोलोराडो डेनभर एरियामा माइग्रेसन रेट 25%ले बढेको छ भएर चाहिँ त्यसैको यो असर पनि हुनसक्छ किनकि तपाईँको 25% पपुलेसन इन्क्रिज हुनु भनेको त्यही हिसाबको कन्स्ट्रक्सन नयाँ अपार्टमेन्ट बिजनेस कम्प्लेक्सहरूले गर्दाखेरि त्यसैमा यो भएको छ ल अहिलेलाई हामी यहीँ राख्यौँ फेरि भेटौँला अब हामी यहाँ कफी खानलाई स्टप भएका छौँ नाइस भ्यू वाला हेलो गाइस नमस्ते मेरो नाम युवराज आज हामी यहाँ रकी माउन्टेन रेन्जमा घुम्न आएछौँ हाम्रो कफी टाइम भइरहेको छ पछि यहाँको लोकल गाइड यात्री ट्राभल्सको लोकल गाइड हो र हाम्रो चाहिँ यो चाहिँ हाम्रो एउटा मेरो बिजनेसको एउटा छ कि कस्मेटिक न्युवर पैँची चलाइहाल्छ म चाहिँ यहाँको लोकल गाइड युवराज बुढाथोकी मेरो एउटा टुर एन्ड ट्राभल छ यात्री टुर एन्ड ट्राभल हजुरहरूलाई रकी माउन्टेनमा घुम्नु पऱ्यो भने कृपया मलाई सम्पर्क गर्नु होला लजिङ फुडिङ ट्रान्सपोर्टेसन सबै कभर गर्नुहुन्छ नि तपाईँले सबै कभर हुन्छ हजुरहरूको के छ हजुरको केही प्याकेज छ कि त्यसको बारेमा पनि जानकारी गराइदिनु प्याकेज छ तपाईँको एउटा लोकल प्याकेज छ आउट अफ स्टेट प्याकेज पनि छ होइन
तपाईँहरूलाई अब यहाँ नजिकैको 4-5 वटा डेस्टिनेसन घुम्नु पऱ्यो भने सर्टेन अमाउन्ट छ। तपाईँहरूलाई आउट अफ स्टेट जानु पऱ्यो भने जस्तै यहाँनिरको नजिक स्टेटहरू जानु पऱ्यो भने त्यो पनि छ एरिजोना, साउथ डेकोटा, लास भेगस जानु। हजुरले एकदम राम्रो दिइरहनु भएको छ सर, तर यहाँ अलिअलि कन्फ्युजन भयो कि अब के रहेछ भन्दाखेरि खासमा चाहिँ अब डेज वाइज प्याकेज छ कि तपाईँले ठाउँ मात्र भन्नुभयो, कति ठाउँ घुम्न कति दिन लाग्ने हो, हामी बाहिरबाट आउनेलाई चाहिँ सबै थाहा पाउनु पऱ्यो नि त, कति पैसा हो, पैसा पनि यसो तोक्नु पऱ्यो। त्यो कुराहरू चाहिँ अब एकदमै छिटै नै मेरो एउटा वेबसाइट लन्च हुँदैछ, त्यहाँ गएर तपाईँले बुझ्न सक्नुहुन्छ। अथवा विस्तारमा बुझ्नु छ भने मेरो फोन नम्बर छ, त्यसमा फोन गर्दा हुन्छ होइन। फोन नम्बर चाहिँ यहाँ राखिदिन्छौँ भिडियोमा हो, राखिदिन्छु, म वेबसाइटमा पनि राख्छु। अहिले चाहिँ भर्खर स्टार्टिङ हो। जस तपाईँको यस्तो 4 नाइट 5 डेज टाइपको यस्तो प्याकेज हो कि यस्तो ऱ्यान्डम घुमाइदिने मान्छेको इच्छा अनुसार जति डेज पनि हुन सक्यो? होइन, अहिले स्टार्टिङ फेजमा भएको भएर चाहिँ अब कन्ट्याक्ट गर्नेहरूलाई उनीहरूको नेसेसरी अनुसारले चाहिँ अभाइलेबल छु होइन। अब पछि अफिसियल्ली मेरो अब बिजनेस लन्च, वेबसाइट लन्च भइसकेपछि तपाईँको प्याकेज पनि होला। हजुर चाहिँ को उहाँको के पिएससी हो कि को हो त? बिचमा अलिक भिडियोलाई बिगार्नलाई बोलाइ गरिरहनु भएको छ। यो भाइलाई मैले काममा राखेको भर्खर 2 हप्ता भयो, धेरै बोले। ए भनेपछि हजुर चाहिँ बिहाइन्ड द सिन्सको राम्रो हजुरकै छ इन्भेस्टमेन्ट चाहिँ। यदि तपाईँहरूलाई चाहिँ डिस्काउन्ट चाहिन्छ भने हाम्रो प्रोमो होइन कति आएर जिरो खुलेन, हाम्रो प्रोमो कोड रहेको छ KHULAL खुलाल। भने कति पर्सेन्ट डिस्काउन्ट हो? लगभग त्यो चाहिँ भर्खर यो भाइले काम गरेर 2 हप्ता भयो होइन, 20% डिस्काउन्ट। भाइको मुख हेरेर 10% दिया हो कि 20 हो? कफीले तपाईँको जिब्रो खुले नि नखुले नि हाँस्दाखेरि मेरो अनुहारको हाँसो खोल्नु पर्यो। हाम्रो चाहिँ रिसेप्सनमा एउटा बहिनी अस्ति भर्खर हायर गरेको, भर्खर 1 हप्ता भयो। रिसेप्सनको बहिनी पैसा खाएर मलाई काममा राखेर बिजोग बनायो नि। घुमाउँछु भनेर ल्याएको थिएँ न्युयोर्कबाट, यही काममा राखेको छन्। सबै मेरो पासपोर्ट लिएर बिजोग बनाएछन्। ए तपाईँले त आइसलाई बोलाउनु पर्ने भयो। आइस बोलाउनु कि घर बोलाउनु कि घर बोलाउनु पर्छ। अनि हामी त्यहाँ बाहिर आइस खेलाएरै आएको हौ। हामीले आइस केक पनि अर्डर गरेँ। ल आजलाई यति है त, यति नै हो त। अनि यतिले पुग्छ त यात्री ट्राभल्सको प्रमोसनलाई? अरू केही गर्नुपर्ने भयो भनौँ है सरहरू? ठिक छ। हजुरलाई के भन्नु छ? छैन 3 मिनटको भिडियोले अलिअलि इन्फर्मेसन त दियो होइन, बाँकी अर्को भ्लगहरूमा आउँछ। यसै गरी उहाँहरू पनि न्युयोर्कबाट आउनुभएको टोली रहेछ, 4 जना लेडिजहरू। उहाँहरूलाई चाहिँ 2 जना दाइले आज राम्रै घुमाउनु भएको छ। अब यस्तै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने कोलोराडो निवासी श्री सरोज देवकोटा र श्री युवराज खुलालाई सम्पर्क यदि नेपालमा हुनुहुन्छ भने तपाईँ काठमाडौँ बुढा नीलकण्ठमा उहाँलाई चाहिँ हाम्रो म्याडमलाई चाहिँ उहाँको अफिस काठमाडौँ बुढा नीलकण्ठमा छ, उहाँलाई सम्पर्क शिवपुरी राष्ट्रिय निकुञ्जदेखि सुन्दरी जलसम्म घुमाउनु चाहनुहुन्छ भने चाहिँ। अनि तपाईँले यदि भोट चाहिँ घन्टीमै हाल्नुहोस् है। ल ठ्याक्क यहाँनिर हामी नेपाल्स क्याफेमा ठक्क आइपुगेका छौँ। ओहो झिलिमिली 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 रमाइरहेछन्। ल हेर के छ तपाईँलाई केही भन्नु छ? रमाइलो भइरहेछ? कस्तो रमाइलो भइरहेछ? ल ल है बसौँ 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 बसौँ। आहा ल ल अर्को लोकेसन पनि हामी जानुपर्ने छ। लङमा खिच्यो भने स्टोरीमा हो पुरै। झलक देख्यो आज झलक देख्यो आज एक मन अब यहाँ पुरै हामी ल हेर्नुहोस् यो पुरै चाहिँ लाइटिङ। अब साँझ परेपछि यो स्टेज पार्कमा चाहिँ लाइटिङ यस्तो दामी देखिरहेको क्रिसमसको नेपालमा त क्रिसमस हो नि। क्रिसमस आमामाम
जुम आउट गर्नु पर्यो जुम आउट जुम गर्नु पर्यो नि रमाइलो एकदमै रमाइलो छ एकदमै रमाइलो भइरहेछ हाम्रो होइन चिसो पनि छ होइन रमाइलो पनि एकदमै भइरहेछ सबैजना परिवारहरू यहाँ जम्मा भएर रमाइलो गरिरहेको हामी बुढा नीलकण्ठबाट घुम्न आउनु धेरै धेरै सबैलाई आशीर्वाद राम्रो राम्रो रमाइलो रमाइलो भइरहेछ मिठो मिठो खाइरहेछ धेरै राम्रो भइरहेछ मेरो भाइ र बुहारीसँग भेटेर धेरै खुसी छु छोराबारीसँग भेटेर पनि धेरै खुसी छु ल गाइस के छ त अरूलाई खोज्दै हो ठ्याक्क त्यो घरको माथि टपक्क बत्ती बाले जस्तो देखियो कि है त्यो घरको माथि हेर्नु न घरको माथि यो ट्याक्कै